चेतना मन्थन ट्राभलिङ ब्लग्स में सबै स्वागत गर्दछु तपाईँ सबैजनालाई। र आज म हुलाकी राजमार्ग जनकपुरदेखि मेचीसम्म यात्रा सुरु गरेको छु र आज विराटनगरदेखि अलि माथि कटहरी भन्ने ठाउँमा यहाँ आइपुगेको छु। कटहरी गाउँपालिका हो र यहाँ एउटा हिजो राति यहाँ पेट्रोल पम्पमा बसेछु। कृष्ण फ्युल भन्ने प्रणाली छ है र यहाँ चाहिँ यहाँको साउजीले प्रेम गर्नुभयो र राति बस्ने हैन सबै कुरो मलाई सहयोग गर्नुभयो। यसको लागि यो फ्युल पम्पको सबैजनालाई म धन्यवाद दिन चाहन्छु र म अब अगाडिको यात्रा सुरु गर्दैछु है। भाइ नाम भनिदिनुहोस्। मेरो अनिल राजवंशी। हजुरको? मेरो कैलाश चौधरी। प्रेमको बारेमा केही भन्न चाहनुहुन्छ? प्रेम भनेको कस्तो प्रेम? प्रेम मान्छेको जीवनमा प्रेम कतिको आवश्यक छ? धेरै आवश्यक छ। धेरै आवश्यक भनेको त अब सानो बच्चाबच्चीलाई माया गर्ने हो। अब गर्लफ्रेन्ड केटीलाई माया गर्ने हो। प्रेम त्यही हो। बुवा आमालाई प्रेम गर्ने हो, माया गर्ने हो, त्यही हो एकदम। बुवा आमालाई परिवारलाई प्रेम गर्ने हो। कामसँग प्रेम गर्नु हो। कामसँग जति हामीले प्रेम गर्यौं हैन त्यति नै हाम्रो जीवन राम्रो हुन्छ। अरूलाई दुःख दिनु हुँदैन। अरूलाई दुःख दियो भने आफूले ऊ हुन्छ। एकदम एकदम। अरूलाई दुःख दियो भने प्रेम मान्छेको जिन्दगीमा एकदमै आवश्यक चाहिएको हो है। हर हमेशा हामी खुसी रहन अभ्यास गर्न पर्छ। प्रेम गर्न अवसर आयो भने हामी छोड्नु हुँदैन। प्रेम गर्न पर्छ है। कसैलाई नराम्रो नभन्ने बाटोतिर नजाउँ, कसैलाई चोरी फटा नगरौँ। एकदम एकदम धेरै ल राम्रो ऊ हो। ल यो कुन च्यानल? मेरो युट्युब च्यानल चेतना मन्थन हो र म हुलाकी राजमार्ग यात्रा गरेको जनकपुरदेखि अब माथि मेचीसम्म जाने है। ल अनि आज यहाँ बसाइ कस्तो? आजको बसाइ यहाँ धेरै खुसी दिनुभयो। धेरै उहाँहरूलाई धन्यवाद छ है। मलाई सबै कुरो सहयोग गर्नुभयो, बस्नलाई खानालाई सबै कुरो सहयोग गर्नुभयो। यसको लागि दिनु भएन। एकदम हामी पनि यही बस्छौँ। राम्रो हुन्थ्यो, खाली ठाउँ हो। राम्रो लाग्यो। ल धन्यवाद। ल हजुर जनकपुर। अनि मैले के अरे विराटनगरदेखि कटहरी विराटनगरभन्दा अगाडि कटहरी भन्ने ठाउँमा छु र यो विराटनगरदेखि कटहरीसम्म तपाईँको यो हुलाकी राजमार्ग हो भन्छ हैन। अब यो आज कति वर्ष भयो यहाँ यसरी धुलो उडेको हैन। यसरी मान्छे पानी पटाएर काम चलाइरहेछ। दिउँसो यति धुलो उड्छ हैन। अब यो हुलाकी राजमार्गमा सबै ठाउँमा यस्तै अव्यवस्था छ कहीँ हैन। अन्त पिच हुन्छ, अन्त सबै कुरो हुन्छ। तर यो हुलाकी राजमार्गमा ठाउँमा यस्तै अव्यवस्था छ है। यो तपाईँको मोरङ जिल्ला मोरङमा हो। विराटनगरदेखि थोरै माथि स्टेसन। यो मोरङ जिल्लामा मैले सबै ठाउँमा मकै खेती यस्तो राम्रो। आज यो तपाईँ चैत महिनाको टाइम हो र मकै कहीँ टिप्दैछ, कहीँ ठुलो भइसकेको छ हैन। मकै खेती धेरै खेती पनि एकदमै राम्रो है। यो हुलाकी राजमार्ग बनाउन लागेको छ। अब अघि तपाईँले हेरिहाल्नुभयो यो
4-5 किलोमिटर चाहिँ धुलै उड्या थियो। अहिले अब यस्तो छ। कटहरी भन्ने ठाउँ हो यो। यस्तो छ। मोरङमा छ मैले हैन। यो हुलाकी राजमार्ग हो र साइडको दृश्य तपाईँलाई देखाउन खोजेको हैन। यस्तो छ। अहिले म रङ्गेली जाने बाटोमा छु है। रङ्गेली जाने बाटोमा र यहाँ यस्तो दृश्य छ। यहाँ चाहिँ थलाहा मोरङ हैन लेखा छ। शिवदल गम ब्यारेक यता रहेछ। अनि जङ्गल जस्तो एरिया छ यहाँ। जङ्गल पनि हैन, नै हो। काठमाडौँ के अरे फर्निचरहरू धेरै हजुरले प्रेम गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ। म जनकपुरको मान्छे। म एउटा कुरा सोध्न मन लाग्यो। नाम भनिदिनुहोस् हजुरले पहिला। मेरो नाम धर्मेन्द्र कुमार मण्डल। अच्छा। पेसाले एउटा शिक्षक हो। अच्छा। म यो कुरा मलाई यति हिँडेकोमा जब म मोरङ जिल्लामा आएँ, के अरे भनौँ न राजुराजभन्दा यता कट्न थालेपछि हराभरा हरियाममै मैले देखेँ हैन। के कारण रहेछ? उतातिर त यस्तो छैन। यहाँ कस्तो जनता अलिक सचेत सजग हराभरा मन पराउने, यो हराभराले वातावरण प्रदूषण हुनबाट जोगाउने। अनि यहाँ स्थानीय सरकार पनि वातावरण हराभरा बनाउने अभियानमा हुनुहुन्छ, लागि पर्नु भएको छ। त्यसैले पनि अच्छा के वातावरण अन्तर्गत के सरकारद्वारा के यहाँ कुन कार्यक्रम कस्तो के भइरहेको? यस्तो हालसालै यहाँ हाम्रो धनपालथान गाउँपा वडा नम्बर 6 का वडा अध्यक्षले वृक्षारोपण कार्यक्रम गर्नुभएको छ। वृक्षारोपण कार्यक्रम भइरहन्छ यहाँ। अच्छा। अनि कृषिमा चाहिँ धेरै राम्रो हर ठाउँमा मकैको खेती, तरकारी खेती, सबै खेती छ। यो पानीको व्यवस्था कसरी गरेको छ? पानीको व्यवस्था स्वयं कृषकहरूले आफ्नै बोरिङ गाडेर अच्छा। बोरिङबाट यतिको हराभरा भएको छ। हजुर। के अरे सिँचाइ कुलो सिँचाइको छैन। नहरको व्यवस्था त्यति राम्रो मात्रामा छैन। भनेपछि आफ्नो सामर्थ्यले यहाँका किसानहरूले जसरी यो चैत महिनाको यस्तो खरेरी हुने बेलामा यस्तो हराभरा हेर्न पाउँदा धेरै खुसी लागेको छ है। अनि के भन्न चाहनुहुन्छ त? यहाँको जनता त किसान जनतालाई राम्रो स्तर देखिनलाई त बाहिरबाट त खेती राम्रो छ कि छैन हैन।
यहाँको जनता त धेरै राम्रो छ जस्तो लाग्छ, के भन्नुहुन्छ? जनताहरू कृषकहरू एकदम सजग। अनि यो मकै प्राय गरेर धेरै मकै नगदे बालीमा मकै चाहिँ बृहत मात्रामा लगाउने गरेको, यसमा अलिकति राम्रै पनि आम्दानी लगानी धेरै लागे पनि त्यही हिसाबले आम्दानी पनि हुने। अनि त्यसतिर अब कृषिमै आफ्नो जीवन आर्जन गर्ने भएपछि त अब त्यही अनुसारले लाग्नु पर्यो। त्यही अनुसारले कृषकहरू मकै बालीतिर बढी आकर्षित भएको छ। मकै बालीबाट छिट्टै चाहिँ पैसा आउँछ, नगद पैसा राम्रै आउँछ, एकदम प्रतिफल। ल हजुरसँग कुरा गरेर मलाई धेरै खुसी लाग्यो। हुन्छ, र यो कुन ठाउँ? यो हाम्रो धनपालथान गाउँपालिकाको वडा नम्बर 6 ठ्याक्कै हाम्रो सरस्वती मावि अनि सरस्वती पब्लिक क्याम्पस पनि सँगै रहेको छ। यो तपाईँको ठ्याक्कै रङ्गेली र विराटनगरको बिचमा, यो विराटनगरदेखि यो 13 किलोमिटर। यो हुलाकी राजमार्ग हो। हुलाकी राजमार्ग। ल हजुरसँग भेट्दा धेरै खुसी लाग्यो। धन्यवाद। सरको यात्रा रमाइलो होस्, राम्रो होस् भन्ने शुभकामना छ। ल धन्यवाद। यहाँको पिचको ढलाइ यस्तो छ, पिचको एज यस्तो रहेछ। मोरङ जिल्लामा यो हाम्रोतिर अलि सानो हुन्छ, यहाँ धेरै ठुल्ठुलो बनाएर रहेछ। यो गोरहन्नी भन्ने हेर्नुहोस् है, मोरङ जिल्लामा एकदमै हाम्रोतिर सानो बनाउँछ, यहाँ चाहिँ एकदमै ठुल्ठुलो रहेछ यहाँ है। यस्तो के हाँगाबिङ्गा के त्यो सिनको अलि ठुल्ठुलो हालेर रहेछ, त्यही भएर ठुल्ठुलो बनाएर रहेछ। यो मोरङ जिल्ला हो यो होइन, विराटनगरदेखि थोरै 15-20 किलोमिटर भित्र हुलाकी राजमार्गमा होइन, यस्तो रहेछ। बन्दै गरे पनि छ, बनिसके पनि छ हुलाकी राजमार्ग। तपाईँलाई देखाइहालेँ, यस्तो रहेछ। म रङ्गेलीतिर जान लागेको थिएँ, उहाँ सरले मलाई कटहरी 4 भन्दा माथि छ यो, र सरले मलाई लिफ्ट दिनुभयो। उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु। सर नाम भनिदिनुहोस्। मेरो नाम भरत यादव हो। घर झापा बिर्ता मोड, बसाइ विराटनगर। ल हजुरले प्रेम गर्नुभयो, यसको लागि धेरै धन्यवाद छ। र म हुलाकी राजमार्ग जनकपुरदेखि मेचीसम्म चाहिँ यात्रा गरिरहेको छु। यो यात्राको क्रममा हजुरले जुन सहयोगको भावना देखाउनु भयो, यसको लागि धेरै धन्यवाद छ। र मेरो युट्युब च्यानल चेतना मन्थन हजुर। अनि तपाईँ मेरो युट्युब च्यानल हेर्नु होला, एकदम हजुरलाई राम्रो लाग्छ। अनि यहाँ चाहिँ अहिले म यहाँ के अरे कोसीदेखि यता भनौँ न, कोसीदेखि यता आएपछि मलाई यो खेततिर हराभरा उताको भन्दा हरियाली लाग्यो, खुसी लाग्यो मलाई। अनि विशेष हजुरको उद्देश्य चाहिँ जनकपुरबाट मेचीसम्म के कारण थियो? हुलाकी राजमार्गको अवलोकन गर्ने मेरो उद्देश्य थियो। हजुरको पैदल त होइन, निजै साधन भेटिन्छ त्यसैमा लिफ्टमा आएर। अब सानो लिफ्ट भएपछि त्यहाँ अब जस्तै हजुरसँग यहाँ भेट भयो होइन, हजुरले कहाँ छोडिदिन्छ त्यहाँ फेरि कोही भेट होला। तपाईँ त लगभग अब मसँग यस क्षेत्रबाट
लगभग तपाईँ धेरै अन्तिमतिर पुग्नुहुन्छ। मतलब माई खोला थाहा छ नि, माई नदी, त्यहाँसम्म चाहिँ हजुरले हुलाकी राजमार्ग मसँग तय गर्नुहुन्छ। त्यहाँदेखि म हाइवेतिर लाग्छु भने हजुर हुलाकी मार्गै लाग्नुहुन्छ। माई खोलामा तपाईँले चाहिँ अब पुल भेट्नुहुन्न, जहाँबाट जाँदै हुन्छ काठको या बाँसको पुल भेट्न सक्नुहुन्छ। त्यो पार गरेर हजुर जानुहुन्छ, त्यहाँदेखि धेरै नजिक पर्न सक्छ तपाईँलाई। अनि यो हुलाकी राजमार्ग हिँड्नै पर्ने कारण चाहिँ के, मैले पो क्वेसन गरेर एकदमै हुलाकी राजमार्ग हिँड्नुपर्ने कारण म तपाईँलाई बताउँदैछु। सबभन्दा पहिला त हाम्रो नेपालमा अहिले एउटा के भन्नु अब अनौठो एउटा परिवर्तनको लहर चलेको छ होइन, के भन्नुहुन्छ? अब यो लहरमा डे 1 देखि लिएर हिजोको दिन हामीले जसलाई जितायौँ, मेरो आदरणीय दिदी आशा झा, मोरङ क्षेत्र नम्बर 5 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुनुहुन्थ्यो। उहाँको चाहिँ यो 5 नम्बर क्षेत्र भनेको यही हो, अहिले जहाँ हिँड्दै हुनुहुन्छ यो 5 नम्बर क्षेत्र हो। यो चाहिँ एकदम विकट, भौगोलिक दृष्टिकोणले पनि विकट, यहाँको जनता पनि शिक्षाले पनि विकटै हुनुहुन्छ है। अनि अब अझै पनि चाहिँ पैसामा यहाँका अरू उम्मेदवारहरूले चाहिँ किन्ने 4 करोड 5 करोडसम्म खर्च गर्नुहुन्थ्यो भने यसपटक चाहिँ हामीले मात्र 10 लाख समथिङ मेरो हिसाबले दिदीको खर्च भयो होला। त्यो त सामान्य चुनावमा खर्च हुन्छ। रवि लामी छानेको पनि खर्च त्यति नै भयो होला, बालेनको पनि सरको पनि त्यति नै खर्च भयो। त्यो कम एमाउन्टमा यो स्थानबाट चाहिँ चुनाव जितेर जानु भनेको चाहिँ एकदम ठुलो चुनौती। जितेको छोरा भयो, हिजो काठमाडौँ जानु भएको छ, आज उहाँहरूले अब आजदेखि मैले छोडेँ उहाँहरूलाई। किन यो महिनामा छोड्यो भने उहाँहरू अब काम गर्न गएको मान्छे, उहाँहरूलाई चलाउनु हुँदैन, हामीले जिताएर पठाइसक्यौँ। त्यो देशले परिवर्तन खोजेको थियो, पायो। जनताले मनमा राखेको थिए घन्टीलाई, ब्यालेट पेपरमा पनि हानिदिनु गयो, एकदम राम्रो भएको छ। अब पहिलाको जुनै पार्टीमा आस्था राखे पनि यसपटक चाहिँ हामी नेपाली जनताले उहाँहरूले राम्रो काम गर्नुहुन्छ। एकदम तपाईँले जुन आफूले गरेको भूमिकाबारे उल्लेख गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ है। र यसमा म एउटा कुरा भन्न चाहन्छु, नेता चाहिँ फेरि मेरो मात्रै होइन है, हामी सबैको अब त सबैको हो नि, एकदम अब सबैको हो। सबैले यो कुरा बुझ्नु पर्यो है। विकास, शिक्षा, स्वास्थ्य यो कसै एउटाको लागि होइन, सबैको लागि हो। त्यही भएर सबैले सहयोग गर्यो भने हामी पक्कै नै अगाडि बढ्नमा सहयोग मद्दत मिल्छ नेताहरूलाई होइन। त्यही भएर अब तपाईँको उत्तर मैले दिन लागेको छु है। तपाईँको उत्तर के थियो भने, अब के अरे प्रश्न के थियो भने किन त यस्तो होइन जनकपुरदेखि मेचीसम्म भनेपछि अहिले मेरो के अरे के सोचाइ छ, मेरो के विचारधारा छ भने जबसम्म हामी यथास्थिति कस्तो छ होइन, चेतनामा होस्, भौगोलिक ठाउँ होस् होइन, जबसम्म जनताको माझमा बढीभन्दा बढी देखाउन सक्दैनौँ होइन, शिक्षा दिन सक्दैनौँ, तबसम्म हाम्रो समाज अगाडि बढ्न के अरे छिट्टो अगाडि बढ्न सकिँदैन। त्यही भएर यो हुलाकी राजमार्ग अब कहिलेदेखि होइन, अब कसले नाम राख्यो, कसरी भयो होइन, त्यो त थाहा छैन, इतिहाससम्म मैले त्यति पल्टाएको छैन। तर यो चाहिँ धेरै पछाडि परेको छ होइन। अब यहाँ राजविराज के अरे सिरादेखि राजविराजसम्म बन्या रहेछ, अब त्यसपछि त छैन। अनि यता चाहिँ तपाईँको यही अब यो विराटनगरदेखि अब कतासम्म बन्या रहेछ, यो यति हो। कटारी चाहिँ बनेको छैन अहिले, त्यो ग्राभेल बाटो होइन बनिरहेछ। अब यहाँ त भनौँ न राम्रै लगभग स्टपै हो त्यो अहिले केही महिनादेखि त्यो बनेकै छैन। सायद अबको कानुनले बनाउला होइन। अब यतापट्टि त हजुरको क्यामेरा यता देखाइदिनु होला, यो हेर्नु फेरि यति सुन्दर, युरोप भन्दा कम देखिएको छ अवस्था छैन। यहाँ धेरै राम्रो देखियो, एकदम राम्रो। हेर्नु न यो, म प्रत्येकचोटि यो बाटो हिँड्दाखेरि चाहिँ यो हेर्दै आनन्द। यो कटिङ, फुलको कटिङ पनि गरे रहेछ, यस्तो राम्रो बारबेर गरे रहेछ, हेर्नुहोस् है। अब मैले पनि विराटनगर महानगरपालिकामा म विराटनगर बसेको 2 वर्ष भयो। अब हेर्नुहोस् है, त्यहाँनिर बिचमा महानगरपालिकाले चाहिँ तपाईँको 52 लाख कतिको एमाउन्टमा उहाँहरूले त्यो एउटा
वाटिका भनेर सञ्चालन गर्नुभएको छ। त्यो बाहेक तपाईँ विराटनगरबाट जोगमनीदेखि तपाईँ विराटनगर छिर्ने जुन गेट ढाड छ त्यहाँसम्म हामी अभियन्ताहरूले म अभियन्ता पनि अनि हाइवेको दुई साइडमा चाहिँ जिरो लगानीमा 8 देखि 10,000 बिरुवा रोपेका छौँ 2 वर्षमा। धेरै ठुलो काम गर्नु भएको छ हैन। त एकदम यहाँको जुन यो बाँसले बेरेको हैन यसलाई झन् अलिकति भनौँ न सिधा राम्रोसँग चिटिक्क बनाएर बनाउनु भने अझै राम्रो देखिन्छ यो, अझै राम्रो देखिन्छ। हामीसँग स्रोत साधन सबै हुँदै पनि हामीले त्यसलाई सदुपयोग गर्न सकेका छैनौँ। हामी नेपाली चाहिँ कस्तो छौँ भने नि हामी चाहिँ हैँसेमा हैँसे मिलाउन सक्ने र त्यो आइडिया भएको मान्छे छौँ क्या। जस्तो तपाईँलाई दुःख कहीँ पर्दैन, हेर्नुहोस् तपाईँ नेपाल जुनै पनि कुनामा घुम्नुहोस् तपाईँलाई दुःखै पर्दैन। आजभन्दा 15-20 दिन अगाडि एकजना भाइ पश्चिमबाट त्यो जेन्जी आन्दोलन हुँदाखेरिको जुन शहीदहरूको लागि चाहिँ शान्ति प्राप्त होस् भन्ने हेतुले त्यो भाइलाई मैले धुलाबाडी भन्ने ठाउँमा भाग्य नपानेर मैले है हामी सँगै थियौँ। अब तपाईँ युट्युब चलाउनुहुन्छ, भाग्य नपाने पक्कै पनि चिन्नुहुन्छ होला, हामी साथी हौँ। हामी जाँदाखेरि त्यो भाइलाई भेट्यौँ कि पैदल यात्री भन्ने चाहिँ मसँग फेसबुकमा हुन्छ, म हजुरलाई भनिदिन्छु। त्यो बाबु बङ्गलादेश जाँदै हुनुहुँदो रहेछ क्या। अब पैदलै यात्रा गरेर अहिले उहाँ इन्डियाबाट उता कटेर बङ्गलादेश पुगिसक्नु भएको छ। हामीले त्यो भाइलाई चाहिँ अहिलेको अवस्थामा बङ्गलादेश जस्तो ठाउँ एक्लै हिँड्न चाहिँ गाह्रो हुन्छ भनेको थियो। त्यो देखिरहेको छु त्यसको हैन। त्यो भाइको त्यो अहिले मलेसिया पुग्यो, त्यति ढिट छ त्यो भाइ हैन। त्यो म जान्छु भनेपछि जान्छु क्या, जेसुकै होस्। त्यो भाइ जानुभयो, खुसी लाग्यो, हामीले पनि भिडियोहरू बनाएर हालिदिउँ। अनि यस्तै अब योभन्दा अगाडि पनि हामीले एउटा दिदी हुनुहुन्थ्यो माता, उहाँलाई पनि पाथिबाराबाट चाहिँ यात्रामा निस्किनु भएको 22 महिना यात्रामा उहाँलाई पनि हामीले सर्च गऱ्यौँ भिडियो बनाएर। हाम्रो काम चाहिँ बाटोमा हिँड्दाखेरि हामी ठ्याक्कै चिन्छौँ क्या मान्छे। हजुरको पनि लगभग एक लेभलको भाइस मलाई आइसकेको थियो, किनभने हामी यही फिल्डमा काम गरेको पनि मान्छे, सामाजिक काम गर्ने मान्छे, हामीलाई चाहिँ मान्छे हेर्दाखेरि लगभग पढ्छौँ क्या। त्यही भएर हजुर यो ठाउँमा हुनुहुन्छ, आज सँगै छौँ, गफ गरेर रमाइलो। यो भिडियो एकदम रमाइलो बन्दैछ है। र तपाईँलाई म एउटा कुरो यहाँ ठ्याक्कै देखाउन चाहन्छु। यो चाहिँ संसारी माई स्थान भन्छ, संसारी माईको मन्दिर हो यो। यहाँनिर चाहिँ प्रदेश 1 को प्रमुखहरूले चाहिँ यहाँनिर फुलपाती भित्राउनुहुन्छ। एकदम हाम्रो कोशी प्रदेशमा चाहिँ ठुलो शक्तिपीठलाई मान्ने इभन हाम्रो उम्मेदवारले पनि प्रमाणपत्र लिने बित्तिकै आएर हामी यहाँ बेलुका 11 बजीतिर आएर पूजापाठ गरेका थियौँ भर्खरै। ल संसारी माई के कति राम्रो ठाउँ रहेछ। ठाउँको ऊ पनि भए रहेछ। त्यो जुन रुख छ त्यही रुख हो, त्यही रुख मुनि माता विराजमान हुनुहुन्छ। अब यहाँनिर फुलपाती भित्र आएपछि मात्रै सबैले सुरु गर्नुहुन्छ दसैँलाई। एकदम राम्रो छ यो रङ्गेली ठ्याक्कै भन्ने ठाउँ आइपुग्यो हामी अहिले। यस्तो हेर्नुहोस् है यहाँको दृश्य कस्तो छ हैन। मलाई यति खुसी लागेछ यता हैन, एकदमै अर्कै भाव यस्तो देश त मेरो पुरै नेपालै हुनुपर्ने हो नि। बालेन सरले अस्ति भन्नु पनि बढी मालिका त्यो हामीलाई जहिले पनि के देखाइयो भन्दाखेरि चाहिँ विदेश राम्रो भनेर देखाइयो क्या। तर हाम्रै देश यति राम्रो छ भनेर हामीलाई कहिल्यै देखाइएन। बालेन सरले त्यही भन्नुभयो क्या। हेर्नुहोस् न स्विजरल्यान्ड भन्दा राम्रो यहाँ छ। भाग्य नेपाली हामी 2 वर्ष अगाडि चाहिँ पैदल यात्रामा गएको थियौँ क्या। ताप्लेजुङको ठाउँ 11 दिन पैदल यात्रा गर्दाखेरि सर साँच्चै नेपाल स्वर्ग भनेर त्यतिखेर मैले पनि थाहा पाएँ क्या। त्यो ठाउँको नाम भनेको टिम्बुङ पोखरी भन्छ, श्री हरि विष्णुले वासस्थान गरेको ठाउँ। त्यहाँनिर पोखरी छ, त्यति हाइटमा पोखरी छ, पाथिबारा मन्दिर भन्दा पनि धेरै हाइटमा हो त्यो चाहिँ। हामी हिँडेर गयौँ, कहिल्यै दुःख भएन, कहिले गाह्रो भएन, केही नै भएन। हेर्नु त्यहाँको स्थानीय जनताहरू पनि यति आनन्दको हरेक दुःखमा मलम लगाउने क्या। त्यस्तो राम्रो ठाउँ त्यहाँ हेर्दाखेरि स्वर्ग। त्यो स्वर्ग चाहिँ बालेन सरले चाहिँ साँच्चै नेपालमा धेरै ठाउँ छ भनेर देखाउनु भयो, खुसी लाग्यो। अनि यो अहिले ठ्याक्कै हामी रङ्गेली बजारमा छौँ। यो चाहिँ हेर्नुहोस् है विकसित छ रङ्गेली बजार, यस्तो राम्रो हैन, धेरै राम्रो छ, धेरै राम्रो छ।
अब यतिको भएपछि के चाहियो त यो अब फेरि मधेस जस्तै ठाउँ है यो। मधेस जस्तै ठाउँ यतापट्टि हैन? तपाईँको रङ्गेली त्यो त अब- नगरपालिका छ, यो नगरपालिका अँ, यति ठुलो छ यहाँ यो एकदम राम्रो छ अनि अब एकदम राम्रो छ। यतिको गाउँ बस्ती होइन यतिको भएपछि कहीँ पनि त्यो कागजको खोस्टा देखिया छैन होइन सफा छ कसैको दोकान अगाडि चाहिँ कुनै अव्यवस्थित देखिया छैन होइन यही त हो नि हामीलाई चाहिएकै यही हो यही हो सर। नि हामीलाई चाहियो कमसे कम शिक्षा होइन अँ, रोजगार अनि शिक्षा के अरे यतिका चिज भएपछि पुग्यो क्या लगभग अब यतापट्टि एउटा माताको मन्दिर छ दुर्गा मन्दिर यो पनि एकदम विशाल भव्य सबैले मान्नुहुन्छ जय हो दुर्गा माता जय हो यहाँ पनि राम्रो रहेछ ल अब समग्रमा यो म पनि यो बाटो हिँडेको चाहिँ लगभग दसैँको देखि हो होइन त्योभन्दा अगाडि मैले बाटो हिँडेकै थिइनँ कहिले पनि म झापा गएको थिएँ फ्यामिली हामी अनि विराटनगर फर्किनु पर्ने त्यतिखेर बाढी आएको थियो क्या सर अनि माइखोला वारी चाहिँ तपाईँको पुल भत्काएको थियो अप्सनै थिएन अनि त्यतिखेर यो बाटो हिँडेको थिएँ त्यहाँदेखि म रेगुलर हो सुन्नु न यो जुन बिचमा यो फुलबारीलाई चाहिँ यो नगर के हो नगरले चाहिँ सुरक्षा गरेको छ नगरपालिका नगरपालिका अब यो रङ्गेलीको भन्दा पनि तपाईँ उतापट्टि त्यो धनपालतिरको चाहिँ उतातिरको चाहिँ अझै व्यवस्थित पनि छ अब यो होइन यो पनि राम्रो छ सर। व्यवस्थितै हुन्छ अझै यसमा अझै विकास गर्नु छ होइन हो यो त अब सुरुवात हो होइन यसमा पनि अब मान्छेहरूले अझै यसलाई राम्रो अझै कसरी बनाऊँ होइन त्यो अब अहिले यहाँको नगरपालिकाको मेयर पनि उता अब सांसद हुनलाई उठ्नु भएको थियो अहिले मेयर त अब हुनुहुन्न नै होइन अब उहाँले उताबाट पनि हार्नुभयो ठिकै छ अब नयाँको उहाँहरूको कार्य समितिले यसलाई अगाडि बढाउँछ नै पक्कै पनि नेपाल राम्रो हुन्छ हामी नेपालीको लागि एकदम नेपाल बस्ने वातावरण बनोस् अहिले 11-12 पढ्ने बालबच्चाहरूलाई चाहिँ सोध्यो भने तपाईँ नेपाल किन हुनुहुन्छ भनेर तपाईँले पनि यहाँ स्टडी गर्नु होला आजबाट सोध्नु होला पक्कै पनि उहाँहरूले भिजा नलाएर भन्नुहुन्छ देशको अवस्था यस्तो छ कि सर ल धेरै धेरै धन्यवाद यो भिडियो कक्कलले हेर्नुभयो कहाँबाट हेर्नुभयो सबैलाई हेर्नेहरूलाई एकदम हृदयदेखि धन्यवाद र सब्सक्राइब गर्नुभएको छैन लाइक कमेन्ट गर्नुभएको छैन भने तपाईँहरू गर्नुहोला उहाँको भिडियो एकदम मजेदार आउँछ र आउँदै पनि छ है ल धन्यवाद भन्दा ठुलो कुरो आफ्नो लाइफमा जस्तो म सनातनी हिन्दू होइन केही ठुलो कुरो हुँदैन नि त होइन त्यसलाई मान्नै पर्छ पालना गर्नै पर्छ त्यो चिजहरूबाट चाहिँ एकदम इन्सपायर भएँ साउदीबाट अनि मलाई पनि धर्म परिवर्तन गर्न उहाँहरूले एउटा रिक्वेस्ट चाहिँ जसले पनि गर्नुहुन्छ गर्नु नै भयो होइन त्यो ठुलो कुरो भएन सामान्य हो रिक्वेस्ट गर्न पाइयो नि त पाइयो मैले धर्म परिवर्तन गरिनँ मैले आस्था मेरो जुन जे छ त्यो मबाट हटेन र अहिले आएर चाहिँ म यो इन्डियामा प्रयागराज मेला जुन लाग्यो नि त्यतिखेर चाहिँ म एकदम खुसी भएँ साउदी बसेको कुरो साउदीमा भएको कुराले त्यतिखेर खुसी भएँ किनभने एप्पलको साउनी जुन एप्पल कम्पनीको इन्डिया प्रयागराज आउनुभयो नि त्यतिखेर म एकदम हर्षित भएँ किनभने उहाँ 25-30 दिन बस्नुभयो उहाँसँग पैसाको कमी छैन क्या एप्पल कम्पनीसँग के पैसा कमी होला होइन तर उहाँको साउनीसँग त्यो कमी चाहिँ के थियो भन्दाखेरि रिल्याक्स आनन्द होइन त्यो चाहिँ कहाँ छ भन्दाखेरि सनातन हिन्दू धर्ममा छ भनेर त्यो खोज्न उहाँ इन्डिया आउनुभयो क्या 25-30 दिन बस्नुभयो नाम पनि परिवर्तन गर्नुभयो सायद कमला होला नाम उहाँको होइन अहिले परिवर्तन गरेको त्यो चिजमै चाहिँ हामी जन्म लियौँ क्या त्यो चाहिँ खुसी लाग्छ अनि म यहाँनिर जस्तो गेरु वस्त्र लगाएर कोही मागेर हिँड्नु भयो भने पनि म चाहिँ नरिसाउनु भन्छु क्या हेर्नुहोस् हामीले अहिले तपाईँ हाम्रो शरीरमा लुगामा हामी सनातनी हुन् भनेर एउटा पनि केही छैन तपाईँ त अझै यहाँ हातमा उयो पनि लगाउनु भएको छ मैले त्यति पनि लगाएर रहेछु ल है अथवा मैले हातमै शिवजीको लगाएको छु मिल्छ मिल्दैन यो टाटु साटु होइन कम्ती उहाँहरूले त गेरु वस्त्र लगाएर पनि हाम्रो धर्म जोगाइरहनु भएको छ त्यही भएर उहाँहरूलाई गाली नगरौँ उहाँहरूलाई नराम्रो नभनौँ 5-10 रुपियाँ 50 रुपियाँ उहाँहरूलाई दिँदाखेरि केही हुँदैन सर यो चाहिँ मलाई एकदम खुसी लागेको छ हामी जुन धर्ममा छौँ अहिले त्यो एकदम राम्रो हो त्यहाँ आउन मान्छे चाहिँ एकदम लागिरहेछन् परिरहेछन् र हामी त अलरेडी छौँ सर अर्को कुरो म एउटा भन्छु 2-3वटा म उदाहरण दिन्छु यो हजुरले एकदम यो चाहिँ युट्युबमा राखिदिनु होला किन चाहिँ हामी सनातनी किन यसमा भन् साइन्सले के भन्छ भने तपाईँको
कहिले भन्छ त्यतिखेर त थिएन नि त तर हाम्रो गुरुहरूलाई साइन्स सबै थाहा थियो ऋषिहरूलाई सबै थाहा थियो अहिले हामी तुलसाको बोट घरमा रोप्छौँ पूजा गर्छौँ हेर्नुहोस् साइन्स उहाँहरूलाई त्यतिखेर थाहा थियो यसमा चाहिँ औषधीय गुण हजारवटा छ यसले अक्सिजन खत्रै दिन्छ भनेर हामीलाई चाहिँ त्यो बाध्यतात्मक पूजा गर्न विष्णु श्रीहरि विष्णु बाँच्नुहुन्छ भनेर पनि हामीलाई पूजा गर्न लगाइदिनु भयो अहिले त्यो मासेर गएको छैन यदि त्यो औषधीय गुणलाई चाहिँ त्यतिखेर त्यो बाध्यता नबनाइदिए मासिन्थ्यो सर होइन त्यो एउटा कुरो भयो अर्को कुरो हामी खोला नालामा चाहिँ त्यतिखेर चाहिँ सिक्का फ्याल्नुहुन्थ्यो बुवा आमाले हजुरबाले तपाईँले पनि फ्याल्नु भएको होला अहिले पनि फ्याल्नु भएको होला होइन त्यसले के गर्छ भन्दाखेरि त्यतिखेर तामाको सिक्काहरू हुन्थ्यो पानी प्युरिफाई हुन्थ्यो अनि हामी नदीको पानी खान्थ्यौँ यानि हामी शुद्ध पानी त्यतिखेर खान्थ्यौँ त्यो लोजिकहरू त्यस्तो चिजहरू थियो होइन त्यसलाई इन्कार गर्न सकिँदैन एउटै कुरा के भन्न सकिन्छ भने हिन्दू धर्ममा जे जति गतिविधि छ एक्टिभिटी छ त्यो सबै कहीँ न कहीँ साइन्सले जुड्या रहेछ हाम्रो ऋषिमुनिहरू एकदमै ठुलो साइन्टिस्ट सबै साइन्टिस्ट थियो है जुनसुकै ऋषिमुनिहरू हाम्रो साइन्टिस्ट थियो र उहाँहरूले चाहिँ आफ्नो विचारलाई यसरी मान्छेमा के अरे अन्तर्निहित गर्न खोज्यो होइन कि यो यसरी सञ्चालन गरिदियो भने सदियौँ होइन सदियौँसम्म चाहिँ जीवित रहन्छ यो ज्ञान अगाडि बढ्दै जान्छ होइन र मान्छेलाई चाहना हुन्छ कि यो भनेको के हो पछि पनि यसमाथि खोजी नीति हुन्छ सबै कुरा भनिदिया रहन्छ धेरै कुरा भन्या रहन्छ होइन मान्छेलाई बाटोमा त लगाइदिया छ तर मान्छेको पनि त काम हो नि मान्छे जन्मेपछि आफूले पनि त खोजी गर्नु पर्यो नि अहिले मान्छेलाई म्याक्सिमम मान्छेहरूलाई चाहिँ बच्चाहरू अटिजम भएका छन् कतिवटा बच्चाहरू अटिजम छ किन अटिजम छ भने म आफ्नै अटिजम थेरापी सेन्टर छ हेर्नु मेरो विराटनगरमा है त्यो अहिले हामी बालबालिकालाई के गर्छौँ भने ए यो नछुनु यो नछुनु फोहोर हुन्छ त्यो हुन्छ भनेर यति सुग्गरी बनाएको छौँ उनीहरूको इम्युनिटी पावर हामीले कमजोर गर्दैछौँ यहाँ बालुवामा खेल्न दिँदैनौँ छुन दिँदैनौँ बाटो खेल्न दिँदैन फोहोरी हुन दिँदैनौ अनि उनीहरूको इम्युनिटी पावर सर कम हुँदैन र कम गराइरहेको छौँ यो गलत गरिरहेको छौँ यो चिज ध्यान दिनुपर्छ अहिले हेर्नु विश्वमा माटो थेरापी हुन्छ अहिले हामी घरभित्र टाइल्स सोच्याएको छौँ जुत्ता चप्पल हामी खोल्दैनौँ मोजा लगाउँछौँ पर्छ अहिले दिनमा हामी पन्जा लगाएर भात खान्छौँ हेर्नु चाहिँ पन्जा लगाएर खान्छौँ प्लास्टिकको अनि यो त गलत भइरहेछ नि अनि हामी सनातनी हामी जुन आयुर्वेदिक चिजले आयुर्वेदले गर्दाखेरि हामी यहाँसम्म पुगेका छौँ हाम्रो धर्मले गर्दा अब हामीलाई मास्दैछन् हेर्नु हामीलाई सबै मास्दैछन् अब त्यही भएर हामी जोगिन जरुरी छ हामी जोगिन भने हाम्रो सन्तान पनि जोगिन एकदमै भाइको जुन सोच विचार छ एकदमै खुसी लाग्यो र यो कुरो वास्तवमा म अहिले यो सम्बन्धी धेरै भिडियोहरू मैले बनाएको छैन होइन म यसमा तपाईँको राम्रो भिडियोहरू मेरो युट्युबमा पछि हेर्न पाउनुहुन्छ म बनाउँछु यस बारेमा होइन अब हाम्रो देशमा सुख शान्ति हुँदै जाँदाखेरि मान्छेले जबसम्म सुख शान्ति पाउँदैन समाजबाट देशबाट तबसम्म मान्छेको दिमाग के अरे माथितिर जाँदैन के माथितिर सोच्ने समय पाउँदैन के हजुरलाई म अर्को कुरो के अझै भन्नै चाहे क्या यो कुरो चाहिँ जस्तै हाम्रो बालबालिकाहरू सुकुम्बासीमा बस्ने कोरोनाले किन केही असर परेन इम्युनिटी पावर सर म कोरोना कालमा म पिपी लगाएर काम गरेको मान्छे कोभिड रेस्पोन्स भन्ने टिम बनाएर काम गरेको मान्छे हामीलाई किन कोरोनाले लगेन भन्दा कारण यही हो हाम्रो इम्युनिटी पावर हो सर किनभने हामीले कहिले पनि हातमा पन्जा लगाएर चम्चीले भात खाइनौँ क्या सर बुझ्नुभयो नि त्यो हो क्या कारण त्यही भएर यो चिजहरू हामीलाई प्रकृतिले हामीलाई भौगोलिक दृष्टिकोणले हामीलाई धर्मले नै दिएको छ एकदमै ल थ्याङ्क यू के भनिरहेछ भने विकास भनेको चाहिँ यो रोड बनाउनु बिजुली बत्ती हाल्नु अनि नाला बनाइदिनु घर जग्गा मिलाउनु भनेर विकास भनिरहेछन् कि नेताहरूले त्यो होइन कि सर अहिले के हो त विकास भन्ने कुरा के हो विकास भनेको वास्तविक के हो समाजमा के भन्न पर्छ समाजको मान्छेले त यही भनेको छ चुनावको बेला रोड नाला चाहियो भन्छ यो म चाहिँ होइन भन्छु यो विकास किनभने पहिलो कुरो यो भएको अहिले चुनाव के को भएको हो भन्ने कुरो बुझ्नु पर्छ जनताले
जनतालाई बुझाउनु पर्यो नि त जनता नबुझ्ने छन् र त बुझाउनु पर्यो हाम्रो काम हो नेताको काम हो नि त त्यो बुझाउने अब यो चुनाव भनेको चाहिँ प्रतिनिधि सभाको चुनाव भनेको चाहिँ सांसद भएर जाने मान्छेले चाहिँ कानुन बनाउने हो भन्ने बुझ्नु पर्यो कानुन बनाउनु हामीले कानुन बनाउन पठाएको ताकि उहाँहरूलाई भोलि तपाईँले जितेर गएर यो रोड बनाइदिनु अथवा नाला बनाइदिनु भनेको होइन यो बुझ्न जरुरी छ अब उहाँहरूले बनाएको कानुनले चाहिँ स्थानीय तहले सरकारले चाहिँ रोड बनाउने हो कि बिजुली बत्ती लगाउन पहल गर्ने हो कि नाली बनाउने हो कि त्यहाँको स्थानीयको समस्या के छ त्यो स्थानीय सरकारले गर्ने हो र रोड चाहिँ सडक विभागले नै बनाउनु पर्छ भन्छु म बिजुली चाहिँ विद्युत कार्यालय विद्युत प्राधिकरणले नै हेर्नुपर्छ म यो भन्छु त्यो काम नेताले हेर्ने होइन जस्तो भुटानमा के छ भने हामीलाई चिन्छन् भुटानका जनताले किनकि हामी सामाजिक सञ्जालमा छौँ नेतालाई चिन्दैनन् सुन्नु म यो कुरा अहिले बहुत राम्रो कुरा गर्नुभयो म कमला पुलमा मेरो भिडियो बनाएको छु कमला पुलको बेस बनाएछ है त्यो कल्भर्टको बेस बनाएछ है त्यो बेस के भएको छ भने त्यो बेस आधी टुक्रा भएको छ क्या दुईटा भाँचेको छ दुई टुक्रा भएको छ होइन पानीले बगाए पनि त्यो सिँगै हुनुपर्ने ठाउँमा त्यो बेस नै बिचैबाट फटेको छ है भनेपछि म यसो विचार गरेको यो इन्जिनियरकोलाई दोष दिने कि जनतालाई दोष दिने कि नेतालाई दोष दिने कसलाई दोष दिने है सम्पूर्ण नि यो सम्पूर्ण यो चक्र सिस्टम त्यही भएर अहिले तपाईँले जुन कुरा भन्नुभयो वास्तवमा नेताले रोड बनाउने कल्भर्ट बनाउने विकास गर्ने होइन नेताले त नीति निर्माण गर्ने हो अनि त्यसपछि सम्बन्धित रोडको काम रोडको मान्छेले गर्नु पर्यो नालाको काम नालाको मान्छेले गर्नु पर्यो बिजुलीलाई दिनु पर्यो र बल्ल त्यो नेताले चाहिँ यो किन नराम्रो भयो बल्ल पो कारबाही गर्छ त त्यो मान्छेलाई अनि बल्ल पो इन्जिनियर डराउँछ र इन्जिनियरले सही काम गर्छ अहिले त के भएको छ भने इन्जिनियर नेताको माथामा हिँड्छ होइन वाडाध्यक्षको माथामा इन्जिनियर हिँड्छ भनेपछि त्यो इन्जिनियरले अब के गर्छ वाडाले जसरी भन्छ त्यही अनुसार काम गरिदिन्छ अनि हेर्ने मान्छे त वडाध्यक्ष भयो हेर्ने मान्छे त सांसद भयो अनि अरूलाई किन सोध्नु पर्यो अरूसँग किन डराउनु पर्यो इन्जिनियर हो त किन डराउने अनि अरू एउटा कुरा चाहिँ के हुनुपर्छ भने नेपालमा चाहिँ जस्तो कुनै पनि सरकारी कर्मचारीले भ्रष्टाचार गरेको अथवा घुस लिँदै गरेको उसको प्रमाण पुग्छ भने त्यसलाई अर्को ठाउँ सरुवा गर्ने होइन यो एकदम गर्ने नै होइन उसलाई निकाल्ने हो क्या निकाल्ने हो उसले आफू पनि नैतिक पतन गिरेको मान्छेले उसले राजीनामा दिनुपर्छ सर एकदम यो चाहिँ गलत छ यो कानुन परिवर्तन हुनुपर्छ अनि अर्को कुरा जसले आफ्नो शब्दलाई घुमाए बङ्गाएर नराम्रो शब्द सामान्य कुरामा पनि नराम्रो शब्द प्रयोग गरेछ कुनै नेताले वा हाकिमले भने त्यसलाई चाहिँ के अरे कमसे कम स्पष्टीकरण भन्नै पर्छ सोध्नै पर्छ है बल्ल सुधार हुन्छ होइन नेताले नराम्रो शब्द यदि जनतामा नफैलाउनु भने जनताले कहाँबाट चाहिँ त्यो शब्दलाई अगाडि बढाउँछ त बढाउँदैन ठ्याक्कै आज तपाईँको आजभन्दा 5 दिन अगाडि यही भेगको एकजना वडा अध्यक्षले चाहिँ बेलुका महिलाहरूलाई दुर्व्यवहार गर्नु भएछ हेर्नुहोस् है हामी गयौँ छलफलमा बस्यौँ अब हेर्नु गाउँले सबैले भनिरहेछ हामीले देखेको दुर्व्यवहार भएको हो भनिरहेछ निवेदन पनि हालेको छ चौकीमा वडा अध्यक्षको घमण्ड हेर्नुहोस् मैले गरेको होइन भन्छ हेर्नुहोस् यस्तो छ अवस्था जबकि सबैले भनिरहेछ मैले बाहिर निक्लेर के भने उहाँलाई अब तपाईँहरूले कानुनले उपचार हुँदैन भने ब्यालेट पेपरमा अब चाहिँ उपचार गर्नुपर्छ भन्ने त्यही अरू उपाय छैन सर त्यही पनि त हुन्छ नि त चुनाव उहाँहरूको पार्टी उहाँहरू जस्तो मान्छेलाई चाहिँ अब ब्यालेट पेपरमा चाहिँ उपचार गर्नुपर्छ सबै खुसी हुनुभयो अनि लास्टमा उहाँले माफी चाहिँ माग्नु भयो माग्नु पर्दो गलत गरेर हाम्रो यो रतुवा खोला रतुवा पुल है सर रतुवा पुल यहाँ तपाईँलाई म एउटा चिज देखाउँछु म बार छोराछोरीलाई चाहिँ यो बाटो हिँड्दाखेरि चाहिँ यो पुलमा
मुनि लगेर बालुवा खेलाएर झापा लान्छु र उता लान्छु यहाँ एउटा चिज देखाएर हजुरलाई लान्छु म खेती हेर्नुहोस् यो खेतीको बारेमा म तपाईँलाई बुझाउँछु म ट्याक्क हिँड्नु म तपाईँलाई अलिकति तल गरेर देखाउँछु म अहिले हामी कहाँ आइपुग्यो रतुवा खोलाको रतुवा पुल है यो चाहिँ रतुवा खोलाको रतुवा पुल यो पुल हो यो पुल बनेको छ अब यो कयौं साल चल्छ नै यो लामो लामो पुल रहेछ लामो छ सर अनि यतापट्टि चाहिँ उहाँहरू यो खोला यो पानी कम भए पछाडि आउनुहुन्छ अच्छा यसरी घर बनाउनुहुन्छ अनि यो खोलाको किनारमा यो बालुवामा चाहिँ उहाँहरूले चाहिँ यहाँ खरबुजा तरबुजा भन्ने चिजहरू चाहिँ यो रोप्नु हिजो अस्ति थिएन यहाँ केही पनि थिएन यहाँ बगार थियो अहिले हरियो बनाइसक्नु भएको छ अनि उतापट्टि त्यो लगाएको चाहिँ काँसलाई काटेर बेरा लगाएको शीतल होस् भनेर अब यो अहिले पनि उहाँहरूले त्यो काँसको प्रयोग पनि भयो हजुर शीतललाई हैन त्यसरी गरेर अब अनि बिरुवालाई पनि त्यो काँसले उ गर्छ ढाक्छ अब यहाँ उत्पादन भएको खरबुजा तरबुजा चाहिँ अब उहाँहरूले औषधिमा हालिकन उत्पादन गर्नुहुन्छ अब यही चाहिँ तपाईँ हाम्रो भान्सासम्म आउँछ र हामी खान्छौँ क्या अब विदेशबाट निर्यात गर्नु पर्दैन क्या साँच्चै केही नै पर्दैन हामी यति अब यताबाट हेर्नु न यो हरियो देख्ने बित्तिकै लगाउँदैन यता हेर्नुहोस् यो हरियो हामी यति राम्रो ठाउँमा छौँ यति चिजहरूलाई हामीलाई भगवान्ले दिएको छ भूगोलले दिएको छ यसलाई उपयोग गर्न न अब यही चिज हामी नेपाली दाजुभाइले गऱ्यौँ भने हुँदैन फेरि उहाँहरू कहाँबाट सायद मलाई लाग्छ इन्डियाबाट आएर अब गर्नु हुनुहुन्छ यथार्थ कुरो के हो पनि मलाई त्यही हो जस्तो लाग्छ नेपाली बोल्नुहुन्न उहाँहरू जान्नेले गर्दाखेरि बालुवामा पनि सुन फलाउँदैछ यहाँ नजिकैबाट देखिँदो रहेछ सर यता यो फर्सी हो फर्सी पनि फल्या रहेछ ल बालुवाले त राम्रो गर्दो रहेछ त छँदै छैन है सर यहाँ माटो 1% पनि छैन बालुवा छ हेर्नु अब यो उहाँहरूले उत्पादन निकालिसके पछाडि यहाँ अब फेरि भेल आउँछ बाढी आउँछ यो फेरि एक लट चाहिँ पकाउँछ फेरि उहाँहरू पछि आउनुहुन्छ यहाँ हातखोडाहरू त्यो देख्न सक्नुहुन्छ उहाँहरू चराहरू पनि यस्तो राम्रो छ हेर्नुहोस् ल हेर्नुहोस् होइन अब मान्छेले गर्यो भने कहाँ के हुँदैन होइन बालुवा पनि सुन फल्छ है यो स्पष्ट प्रमाण तपाईँहरूलाई देखाउँदैछु र यो प्रमाण सबै जनताले बुझ्नु पर्यो कि हामीले वास्तवमा रोजगार बेरोजगार भयौँ होइन हामीलाई सरकारले केही गरेन कमसेकम हाम्रो जिम्मेदारी पनि बुझ्नु पर्यो र हामीले पनि यो मोरङ जिल्लामा यसरी के अरे पनि हुँदो रहेछ होइन आखिर जग्गा जमिन त हाम्रो नेपालको जहाँ पनि उर्वरै हो राम्रै हो तर अन्त नहुनु र यहाँ हुनुमा तपाईँहरू देखिराख्नु भएको छ ल धन्यवाद अब हेर्नुहोस् है यो काँक्रा रहेछ क्या हो यो रहेछ यो बगरमा चाहिँ यसरी फलाइएको रहेछ होइन अनि काँस गाडी काटेर ढाके पनि रहेछ होइन काँसको पनि प्रयोग गरेको छ र बालुवाको पनि प्रयोग भएको छ ल बालुवैमा फलाएर ल यसरी हेर्नुहोस् काँको होइन यता पनि यस्तै रहेछ होइन यहाँनिर हेर्नुहोस् उहाँहरू काम गर्दै हुनुहुन्छ टक्कैसँगले लिन्छ अब हामी मोरङ जिल्ला छोडियौँ है अब झापा प्रवेश गऱ्यौँ अब अनि अब झापाको चाहिँ फेरि क्षेत्र नम्बर यो 5 हो जहाँबाट चाहिँ बालन शाह प्रधानमन्त्री बनाउन यहाँका जनताले पठाए खसुरगाछी हो यो अब यतिको अगाडि गएपछि तपाईँको गौरीगञ्ज बजार आउँछ है हाम्रो ठ्याक्कै अगाडि बालनले जितेर गएको ठाउँ है यो चाहिँ 5 नम्बर क्षेत्र 5 नम्बर क्षेत्र अच्छा ल एकदमै राम्रो ठाउँमा ल्याइदिनु भयो मलाई है यस्तो हाम्रो बालन सरको चाहिँ अब क्षेत्र भन्न पर्यो ठ्याक्कै यो गौरीगञ्ज बजार हामीले यहाँ बालन सरलाई धेरै पटक भेट्यौँ यहाँ सबै ठाउँमा घुम्नुभयो बालन सर एकदम सबै घुम्नुभयो एकदमै राम्रो ल भनेपछि झापा 5 को वासीले
तपाईँ त अब मोरङको होइन? म झापाली नै हो, बसे चाहिँ मोरङ हो। अच्छा, ए म यहाँ भोट माग्न आएको, धेरैचोटि आएको हो। ए तपाईँ झापाली नै हो? झापाली। अच्छा, भनेपछि झापाली। अच्छा, ल भनेपछि त तपाईँ त दमक जान्छ। ए घुम्नु हाम्रो प्रधानमन्त्रीज्यूसँग, हुनेवाला प्रधानमन्त्रीज्यूसँग हामी यो भेग, उहाँको गाडी अगाडि अगाडि, यो मेरो गाडी पछि पछि। मैले चाहिँ यस्तो होइन प्रधानमन्त्रीज्यूसँग घुम्ने मान्छे फेला परे मलाई पनि खुसी लागेको छ है। तर हामीले जति दिन खट्यौँ घुम्यौँ कुनै पनि उहाँहरूसँग चाहिँ आश गरेर होइन, र खाना आफै, गाडीमा हाल्ने इन्धन आफै, हुन त मेरो इलेक्ट्रिक हो, त्यो सबै आफै गरेर घुमेको हो। यो राष्ट्रमा राम्रो मान्छे आउन् भनेर, यो राष्ट्र राम्रो मान्छेहरूले चलाउन् र हामी भुइँ मान्छेको आवाज चाहिँ सदनसँग पुगुन् भनेर चाहिँ हामी सहयोग गरेको हो। एकदम एकदम तपाईँको सहयोग र यो क्षेत्र नम्बर 5 मा सम्पूर्ण जनताले गरेको बालनप्रतिको सहयोग र यो राष्ट्रप्रतिको सहयोग सधैँ इतिहासमा लेखिने छ है, लेखियो अब भनौँ। त्यही भएर धेरै खुसी लाग्यो र म तपाईँलाई अहिले झापा 5 होइन गौरीगञ्ज भन्ने ठाउँमा छु र यहाँको दृश्य तपाईँलाई देखाउँदैछु। यहाँको दृश्य यति रमाइलो छ होइन। अब अहिले पनि अब चैते धान यहाँ फलाउने जमर्को छ। गौरीगञ्ज भन्ने चाहिँ यहाँ पनि देखाइदिनु हजुरले। हामी यो बोर्डरको एकदम छेउछेउ पर्छौँ। यहाँनिर यहाँ चाहिँ स्क्रिनमा यहाँनिर यो सबै इन्डिया हो, अनि यहाँनिर छौँ हामी। इन्डियाको एकदमै नजिकै छौँ। यो अहिले जति पनि हामी यात्रा गरिरहेका छौँ यो हुलाकी राजमार्गमा, हामी बोर्डर छेउछेउबाट यात्रा गरिरहेका छौँ। ल धेरै राम्रो ठाउँ छ है। अब यहाँबाट कच्ची बाटो कति छ? यहाँबाट कच्ची छैन, यो पुलको मात्रै कच्ची हो। ल हरूलाई दुःख दिनु भन्दा त टेक्नोलोजीले यहाँ आइसक्यो नि त। अब यस्तो चिजहरू हामीले उपयोग यो त चितवनमा त धेरै छ त यस्तो। हजुर, यस्तो हुनु चितवनमा चाहिँ हजुर यो मैले 2050 साल तेलगानी भन्ने ठाउँ आइपुग्यो होइन। कुन ठाउँ? तेलगानी चोक। तेलगानी चोक। अनि जस्तो तपाईँको पहाडमा त हाम्रो त गराहरू सानो हुन्छ नि त, त्यो गरामा पनि यस्तो सानो मेसिनहरू चाहिँ सुटेबल हुन्छ क्या, एकदम एकदम बोकेर पनि लान सजिलो होइन। अब यो मेसिन सानो मेसिनहरू महावीर पुन सरले जुन कारखानाहरू बनाउँदै हुनुहुन्छ, चलाउँदै हुनुहुन्छ, उहाँ जतिको व्यक्ति संसदमा पुगिसक्दा, संसदमा आवाज उठाउँदा सायद यस्तो चिजहरू पनि नेपालमा बन्नु पर्छ होला र बन्छ जस्तो लाग्छ क्या। एकदम महावीर पुन सरले भनेका कुराहरू म 15 दिन उहाँसँग बसेको हो विराटनगरमा किताब बेच्दाखेरि होइन। उहाँ जतिको लेजेन्ड मान्छेलाई यदि त्यो ठाउँबाट हराउनु भएको थियो भने चाहिँ नि हामी नेपाली नभन्दा पनि हुन्थ्यो कि सर। इमान्दारिता पराकाष्ठ उहाँसँग, कुनै लोभ छैन, कुनै लालच छैन होइन। डाक्टर महावीर पुन जसले चाहिँ विश्वले चिनेको, हामी नेपाली जनताले कमैले चिनेको मान्छे हो क्या। यस्तो लेजेन्ड मान्छेहरू संसदमा जाँदै हुनुहुन्छ, पक्कै पनि राम्रो चाहिँ राम्रो हुन्छ। किसानको लागि यन्त्रको सुविधा के कस्तो दिनुपर्छ महावीर पुन सरलाई राम्ररी थाहा होला है। आफ्नो देशमा किसानहरूले के दुःख पाइराखेको छ होइन। यो कुरा हामीले उहाँलाई भन्न पर्दैन, उहाँले जरुर गर्नुहुन्छ, यो विश्वास राखौँ है। अझ उहाँ त अझ नेपालको हरेक कुना घुम्नु भएको छ, उहाँलाई त झन् थाहा छ क्या सर। त्यही त, किन पुग्नु भएको छ नि त, कुनै न कुनै समस्या चाहिँ फेस गर्नु भएको छ। अब यहाँ हेर्नु चैते धान पनि लगाइसकेको रहेछ होइन। यो पानीको यहाँ के छ त? पानी कहाँबाट आइरहेको? यहाँ पानी सर एकदम नहरहरू छ। नहर छ यहाँबाट आउँछ। त्यही भएर त धानमा त धेरै पानी लाग्छ। तल्लो भूभागमा छौँ क्या, एकदम होचो भूभागमा छ। भद्रपुर यहाँबाट 39 किलोमिटर, झापा बजार 14 किलोमिटर, झापा जिल्लाको पनि झापा बजार छ, अनि त्यो 14 किलोमिटर छ होइन। अनि यो भूभाग चाहिँ कस्तो भने एकदम तलको भूभाग हो नेपालको। अझै तपाईँको यही बाटोबाट अलिकति अगाडि गइसके पछाडि कचन कवल भन्ने ठाउँ आउँछ, त्यो चाहिँ भनेको नेपालको सबैभन्दा तलको भूभाग हो। अनि यहाँ नहर त देखिया छैन,
तर पानी छ सर पल्लो साइडमा छ ए पल्लो साइडमा छ पानीको यहाँ दुःख हुँदैन यदि पानीको दुःख हुन्थ्यो भने यति पानी कहाँबाट आउँथ्यो बोरिङले त पक्कै यहाँ भएको छैन यो त तलको भाग हो कि यहाँनिर माटो नै यति चिसो छ नि यो हरेक चिज यहाँ उत्पादन हुन्छ बर्खामा फेरि यो रोडसम्म पानी आइपुग्छ है सर फेरि अच्छा त्यति हो यो सबै भरिन्छ ए बर्खामा चाहिँ भरिन्छ यहाँ सबै भरिन्छ तर त्यस्तो बगाउने भलबारी त्यस्तो त आउँदैन पुरै के अरे भरिन्छ ए भरिन्छ मात्र यो तपाईँको यो जुन कन्काईको पानीहरू छ नि अब हेरिहाल्नु भएको छ होइन यो जङ्गल पनि हो क्या जङ्गल होइन यो आफैले लगाएको आफैले हो अब यो अगाडि चाहिँ एउटा काँसघारी छ त्यो काँसघारी हेर्दा चाहिँ हो साँच्चै काँस चाहिँ यति धेरै पनि हुँदो रहेछ भन्ने लाग्न सक्छ तपाईँलाई अब यो पुल आउँछ पुल कट्ने बित्तिकै एकदम तर झापा 5 नम्बर त 5 नम्बर यस्तो झापा त पुरै झापा होस् मोरङ होस् कुनै ठाउँमा मलाई त सबै ठाउँमा के अरे एकदमै राम्रै लाग्यो क्या अब यो पनि मेन हाइवेबाट पनि हामी त अब हुलाकी राजमार्गमा छौँ घरहरू चाहिँ मेन हाइवेमा बजारहरू हो अब यो चाहिँ हामी गाउँ हो यो चाहिँ एकदम गाउँको एरियाहरू घुम्दैछौँ धेरै रमाइलो छ एकदम धन्यवाद अब यतिको ठाउँ छ होइन यो दुई साइडमा एकदम काँसघारी छ घरहरू पनि एकदम पातलो छ कहिले काहीँ राति हिँड्दा चाहिँ डर लाग्छ तर हाम्रो नेपाल यति सुरक्षित छ जति नै राति हिँडे पनि केही फरक पर्दैन अनि केही समय अगाडि चाहिँ यहाँ म्यादी प्रहरीहरू पनि होइन अथवा निर्वाचन प्रहरी अहिलेको उहाँहरू बस्नुहुन्थ्यो अहिले बस्नुहुन्न अब यो हेर्दा यो सट्ट हेर्दाखेरि एकदम यहाँनिर टर्निङ पनि अनि काँसघारी पनि डर चाहिँ लाग्छ एकान्त भएकोले गर्दा हेर्नै केही फरक पर्दैन सुरक्षित छ नि अहिले त यो काँसहरू धेरै उ भइसक्यो योभन्दा अगाडि चाहिँ एकदम धेरै थियो यहाँ त यो बर्सात महिना त पुरै झन हरियाली होइन हरियाममै पुरै हराभरा देखिन्छ होला कि अहिले अब यस्तो बेलामा पनि हराभरा देखिया छ भने यो असार साउनतिर त यहाँ कस्तो राम्रो देखिन्छ होला एकचोटि त आउनु पर्छ असार साउनतिर है फाफरहरू पनि एकदम फल्छ यहाँ फाफरहरू एकदम फल्छ राम्रो छ यो तुला चन्चोक भन्ने आइपुग्यो अहिले तुला चन्चोक अब लगभग तपाईँको यात्रा र मेरो यात्रा सँगैको यात्रा दुईजनाको यात्रा चाहिँ अब इन्डिङतिर हामी आइपुगेका छौँ केही अगाडि गइसके पछाडि त्यहाँदेखि उता चाहिँ गाडी जाँदैन त्यहाँदेखि म लेफ्ट लिन्छु अनि हजुर चाहिँ त्यहाँदेखि अगाडि गएर फेरि माइखोला तरेर तपाईँहरूले फेरि लिफ्ट लिएर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ एउटा मनमा लागेको कुरो हाम्रो नेपालमा यो जुन हर हमेसा विदेशी होइन यो देशलाई डुबायो यो देश अब रहँदैन यो देशमा यस्तो घरि चिनको आरोप लगाउँछ घरि भारतलाई कोच्छ होइन अनेक प्रोपोगेन्डाहरू चाहिँ बेला बेलामा फैलाउने गर्छ के भन्न चाहनुहुन्छ यसको बारेमा यस्तो हो हामी जनताले त भनेको छैनौँ नि त त्यो कसले भन्छ भन्दा पार्टीका मान्छेले भन्छन् क्या त्यो चाहिँ जनताले बुझ्नु पर्यो क्या होइन त्यस्ता कुराहरू चाहिँ कसले फैलाउँछ त होइन हो नेता कार्यकर्ताहरूले बढी फैलायो किनभने जनताले चाहिँ भन्नु पर्यो क्या इन्डियाले हस्तक्षेप गरो पाकिस्तानले गरो अथवा चाइनाले गरो अथवा अमेरिकाले गरो जनतालाई थाहा हुँदैन नि त फेरि कसरी भन्छ अनि यो चाहिँ अब उहाँहरूले पनि हेर्नुहोस् न जस्तो एउटा पार्टीको मान्छे चाहिँ यहाँ सरकारमा छ त्यही मान्छेले त भन्दैन नि त सरकारमा जो छैन उसले भन्छ क्या आलु पालो भन्छन् क्या यो कुराहरू अहिले पनि बालेनलाई रविलाई चाहिँ प्रधानमन्त्री इन्डियाका नरेन्द्र मोदीले बधाई दिँदाखेरि कसले भनिरहेछन् अनेक कुरा गर्यो होइन त्यो होइन
केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा उहाँलाई पनि त बधाई दिएको छ नि त, प्रचण्डलाई पनि त, बाबुरामलाई पनि त बधाई दिएको छ नि त। यो त भनेको त अन्तर्राष्ट्रिय स्तरमा उहाँहरूले जुन गर्नुपर्ने बधाई दिनै पर्छ नि त, त्यो चिज हो नि त सर। त्यो बधाई दिँदाखेरि चाहिँ अब सबै इन्डियाले नि किनिहाल्यो, इन्डियाले लगिहाल्यो, इन्डियालाई बेचिदिहाल्यो भन्नु हुँदैन। जस्तो भुटान सरकारले पनि बधाई दिनुभयो होइन, इन्डियाले पनि बधाई दिनुभयो, अरू राष्ट्रका व्यक्तित्वहरूले पनि बधाई दिनु भएको छ। यसलाई चाहिँ अब हामी जनताको हिसाबले चाहिँ यो गलत होइन, किनभने नि अब सरकारमा भएको व्यक्तिलाई विरोध त जसले पनि गर्छ नि त। कसले गर्छ भन्दा अर्को पार्टीको मान्छेले गर्छ क्या। नेपाललाई लगभग नेपाललाई सबैले माया गर्छन् जस्तो लाग्छ। यो एमसीसी को बारेमा के तपाईले भन्नु? अब हेर्नु, हामी त्यति माथिको ज्ञान चाहिँ हामीलाई छैन। यो सुन्नु न, जुन कुरा एमसीसी भनेको छ त्यो कुरा वास्तविक के अरे अफिसियल रूपमा के छ त? त्यो कुराहरू जनताको माझमा किन फैलाउँदैन, किन राख्दैन सरकारले? वा कुनै पनि कुराहरू त्यस्तो होइन जुन कुराले भ्रम फैलाउने कुराहरू जुन छ त्यो कुराहरू जनतामा स्पष्ट रूपमा किन राख्दैन नेताहरूले? कोही बेला चाहिँ मलाई कस्तो हुन्छ जस्तो लाग्छ भने नि, एउटा मिस्त्रीले गाडी बनाउँदाखेरि उसले त्यो चिजमा कुनै प्रब्लमहरू चाहिँ भन्दैन क्या सर। किनभने त्यसले पछि ठुलो इस्यु लिन सक्छ मिस्त्रीको उसमा पनि होइन, बा मिस्त्री होइन कि भन्ने कुरो पनि आउन सक्ला नि त। तर त्यो भनिरहनु जरुरी पनि हुँदैन क्या। नभन्दा पनि त्यो मान्छे कन्फिडेन्स भएर चाहिँ गाडी कुदाउँछ र गन्तव्यमा पुग्न सक्छ क्या। ती कुराहरूले पनि हुनसक्छ। अब यो गाडी जुन आयो नि, म यता देखाउन चाहन्छु, यहाँदेखि म राइट लिन्छु है, अनि म बिर्तामोड जान्छु। तपाईँ यो बाटो सिधै जानुहुन्छ, सिधै गएपछि तपाईँ आफ्नो गन्तव्यमा पुग्नुहुन्छ। यहाँदेखि अगाडि गाडी जाँदैन मेरो। किन जाँदैन भने म यहाँनिर तपाईँलाई भन्छु, अब म यहाँदेखि यता जाने हो, अनि यहाँदेखि अगाडि चाहिँ यो खोला हो, यहाँ पुल छैन, यो रातो पनि देखाइसकेको छ। यो पुल छैन, तपाईँले यहाँ बाँसको भाटाको पुल पाउनुहुन्छ, यहाँदेखि तपाईँ आफ्नो गन्तव्यमा जानुहुन्छ। मैले तपाईँलाई चाहिँ यहीँबाट छोड्ने निर्णय गरेँ। अब हाम्रो यात्रा यहीँसम्म रह्यो है, लागी राजमार्गको चौरी भन्ने ठाउँमा मैले उहाँलाई चाहिँ सकुशल ल्याएर छोडेको छु। एकदम पछि पनि तपाईँसँग भेट होस्, हाम्रो सम्बन्ध यस्तै होस्। र यो भिडियो सबैले लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु, उहाँलाई चाहिँ हौसला दिनु होला है। एकदम राधे राधे। ल हजुरले राधे राधे। ल यो चौडी भन्ने ठाउँमा उहाँ हाम्रो भरत भाइले होइन, उहाँले मलाई कति किलोमिटर यात्रा गराइदिनु भयो? हामी 40-45 किलोमिटर। 40 भन्दा त माथि नै गयो। अनि यहाँदेखि चाहिँ मेरो गाडी अब अगाडि जाँदैन, बाटो छैन। कन्काईको पुल जुन यो हुलाकी राजमार्ग बनाएको छ, यो झापा 5 सक्यो। झापा 5 यही हो। यो अब अहिले हामी झापा क्षेत्र नम्बर 4 मा छौँ। 4 भनेको चाहिँ शम्भु सुस्केरा दाइको हो। उहाँले पनि राजसभाबाट राम्रो मत ल्याएर जित्नु भयो। झापा त क्लिन स्विप हो सबै, किनभने झापालीले सबै विश्वास गर्नु भयो। अनि तपाईँसँग यति धेरै कुरा गरे, यति रमाइलो लाग्यो भरतजी, तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, थ्याङ्क यू सो मच। हजुरको यात्रा सफल होस्, हजुरले चाहेका राम्रा मनोकामनाहरू सबै पुरा हुन्। ल जय श्री राम। राधे राधे। राधे राधे। ल झापाको चौडी भन्ने ठाउँ हो यो, हेर्नुहोस् है। र यहाँ जहाँसम्म आँखा भेट्छ त्यहाँसम्म मकै हरियाली छ होइन। अब रहेछ त यहाँ अब नहरको पानी लाग्छ भन्छन् होइन। यहाँ अब खेती किसानी राम्रो रहेछ। चैते धान पनि लगाइरहेछ ठाउँमा है। यी गहुँ काटिसकेको रहेछ, यहाँ कुनै ठाउँमा गहुँ पनि काटिसकेको रहेछ है। यता छ धेरै रमाइलो ठाउँ है। झापा या मोरङ भनौँ, सबै धेरै रमाइलो ठाउँ। खेती किसानी सबै कुरो राम्रो हुने, सबै राम्रो। म अहिले झापामा छु। झापामा यहाँ राजघाट, यो नदी नाम भन्नु? कन्काईमाई नदी। अच्छा
अनि नाम भनिदिनुहोस् तपाईँ हजुर नाम भनिदिनुहोस् नाम माइखोला होइन तपाईँको नाम मेरो नाम बुद्धिया माझी अच्छा ल हजुरको नाम मेरो नाम नासपाती राजवंश ल सफारी हजुर हजुर ए म जनकपुरदेखि हुलाकी राजमार्ग यात्रा गरिरहेको छु हजुर यसमा के भएछ यो यसमा पुल छैन छैन कहाँ छ आधी छ आधी छैन ए आदि ए पुलै बनाएको छैन 18 वर्ष भइसक्यो सुरु गरेको 18 वर्ष भइसक्यो यसमा पुल बन्न लागेको सुरु भएको 18 वर्ष भयो 18 वर्ष भनेपछि धनुषा जिल्लाको कमला पुल जस्तै रहेछ त यो पनि भन्दा पनि बढी भन्दा पनि बढी त्योभन्दा पनि बढी 18 वर्षदेखि 18 वर्ष भयो झापा कति नम्बर अरे यो 1 नम्बर हो 1 नम्बर हो ल गौरीगञ्ज 1 नम्बर क्षेत्र नम्बर 4 ए अब झापामा छु अहिले र यहाँ कन्काई नदीमा पुल हुलाकी राजमार्गमा पर्ने पुल 18 वर्षदेखि बनाएको छैन भन्नुहुन्छ उहाँ सबैजनाले 14 वर्ष ए 14 वर्ष भयो हजुरको नाम भनिदिनु सञ्जय ठाकुर स्थानीयवासी ल ल यहाँ कैयौँ सरकार परिवर्तन भयो तर पुलको अवस्था चाहिँ के त्यही छ जयके त्यही छ भनेपछि कमला नदी र को हुलाकी राजमार्गको पुल र यहाँमा उस्तै उस्तै रहेछ त लगभग त्यस्तै भन्नु पर्ला त्यस्तै भन्नु पर्ला यो हुलाकी राजमार्गलाई किन यस्तो पछाडि पारेछ यो पछाडि परेको होला यो तपाईँको यहाँ के अरे तपाईँको विभेद गरेको छ विभेद नै छ गभर्मेन्टले विभेद गरेको छ किनभने बोर्डर तलतिर छ अलिकति हाम्रो आर्यन समुदाय कम भएको कारणले गर्दाखेरि विभेद चाहिँ गरेको छ विभेद गरेको छ तर हाम्रो नेपाल त सबै एकमुष्ट रूपमा चाहिँ होइन विकास भयो भने त्यो राम्रो हो होइन तर यसरी तपाईँले विभेद भन्नुभयो यो सत्तामा बस्ने मान्छेले यस्तो त गर्नु नहुने हो तर पनि अब यहाँबाट अब भएछ सपनाहरू देखाउँछन् यो पुललाई देखाउँछन् जनतासँग भोट लिन्छन् त्यहाँदेखि सदनमा उठाउँछन् कुरा उठाउँछन् त्यहाँदेखि त्यस्तै छ नेता आए बेला चाहिँ त म बनाइदिन्छु भन्छ होला यहाँको स्थानीयवासीले यो पुलमा तरेर पनि तर्न पाएर मर्दा पनि मर्न प्राण जाँदा पनि हुन्थ्यो तर त्यो कैयौँ मरिसके तर्न पाएन यो पुललाई वैतरणीको रूपमा लिएको छ स्थानीयवासीले वैतरणी नदी जस्तै भएको एकदमै तपाईसँग भेटेर धेरै खुसी लाग्यो म हुलाकी राजमार्ग यात्रा गर्न लागेको हजुर अनि हुलाकी राजमार्गको अवस्था के छ कसो छ भनेर देखाउन खोजे जनतालाई हैन ठीक छ जसो भए पनि यतिसम्म त भनेपछि यो पुल देखाइ जनतासँग चाहिँ भोट लिने तर पुलको काम चाहिँ जस्तो त्यस्तै राख्ने अहिले तपाईको वर्तमान सरकार जुन 2 टिएमा पुगिरहेको छ त्यसको कानमा मजाले घचघचेर ध्यान जाओस् यो पुल चाँडै बन्योस् जनताको छुट आशा र अपेक्षा छ ल अबको सरकारले गर्ला कि त्यहाँबाट त्यो लाटो अन्धो र के अरे त बहिरो सरकार नहोस् वर्तमान सरकार ल धन्यवाद धन्यवाद म तपाईलाई कन्काई नदीको बगरमा देखाउँदैछु यहाँ पनि कमलाको जस्तै ठाउँमा पिलर खडा गरेको छ होइन र ठाउँमा जनताले यसरी दुःख पाइराखेको छ र यहाँको स्थानीय जनताले पनि तपाईँ सुनिहाल्नु पहिला होइन पुल देखाएर जनतासँग चाहिँ भोट माग्ने र पुललाई चाहिँ यथावत यस्तै राख्ने 14 वर्षदेखि यहाँ पनि काम सञ्चालन भएको रहेछ होइन अब त्यो अझै पुरा भएको छैन यो हुलाकी राजमार्गमा तपाईको यहाँको दृश्य उस्तै देखियो र कमला पुलको दृश्य पनि सेम यही रहेछ होइन र यहाँ सबभन्दा खुसी लागेको कुरो यहाँ हेर्नुहोस् बालुवामा चाहिँ यसरी खरबुजा खेती गरिरहेछ होइन तपाईँलाई देखाइरहेको छु खरबुजा खेती हेर्नुहोस् है ल ठिक छ हुन्छ ल धन्यवाद अनि यसरी बाँसको पुल बनाएर है जनतालाई हेर्नुहोस् होइन हो ल अनि कति वर्षदेखि यो पुल यसरी बनाइराख्नु भएको 16 वर्ष भइसक्यो 14 वर्ष 14 वर्ष 14 वर्ष ए अनि यो पुल
प्रत्येक साल बनाउने प्रत्येक साल बनाउने अनि बाढी बेलको बेलामा ढुङ्गा कुदाउने हामी हो ढुङ्गा कुदाउने ल ल ल ल जनतालाई तपाईँबाट त जनतालाई सेवा भइरहेछ तर हाम्रो देशको नेताहरूबाट सेवा भएको छैन हाम्रो देशको नेताहरू खाँदैछ उनीहरूको पेटमा जति गए पनि पर्दैन जस्तो ब्याङ्क भयो उनीहरूको पेट भयो एउटै हो ब्याङ्क भन्दा पनि ठुलो जति दिए पनि पुग्दैन अनि पेटले दिए पनि पुग्दैन ब्याङ्क भन्दा पनि ठुलो पेट छ हैन ल ल ल ल यसरी बाँसको पुल छ हैन अनि अब यहाँ कलभट हेर्नुहोस् अब झापामा छु म अहिले र झापाको अवस्था यसरी बाँसको पुल छ हैन र यहाँ कलभटै हालेर पनि बनाउन सक्थ्यो होला हैन अब यति पनि जनतालाई सेवा सुविधा गरेका छैन झापा भनेको विकसित ठाउँ भनेर चिनाउँछ नेताहरूले है तर हुलाकी राजमार्गको यो पुल हेरेर वास्तवमा झापा त विकसित नै छ सबै कुरो राम्रो छ खेती यहाँको राम्रो छ मान्छे राम्रो छ सबै कुरो राम्रो छ तर नेताहरूले गर्दा यहाँको पुल यो अवस्थामा देखिया छ हैन तपाईहरु सबैजनालाई म देखाइरहेको छु यस्तो छ यो धनुषा जिल्लाको कमला पुल र यहाँको कन्काई नदीमा रहेको यो पुलको अवस्था सेम छ ल धन्यवाद हजुर नाम भनिदिनुहोस् त हजुर मेरो गोपाल ताजपुरिया हो गोपाल ताजपुरिया हामी अहिले झापाको 4 नम्बर क्षेत्रमा हुलाकी राजमार्गमा छौँ र हुलाकी राजमार्गमा तपाईको कन्काईको पुल देखाइहाले र यो कुन ठाउँ हो यो झापा बजार अब यहाँ हेर्नुस् एउटा पुल यसरी बिचैबाट भाँच्चा रहेछ हैन हेर्नुस् है पुल भाँचेको यो उद्घाटन नभएको 1 वर्ष नहुँदै यो भाँचेको उद्घाटन भएको 1 वर्ष नहुँदै भाँचेको उद्घाटन नभएको 1 वर्षमा भित्रै भाँच्यो हजुर आमा हेर्नुस् है अनि यो भाँच्न त भाँच्यो त्यो बनाउने इन्जिनियरहरूलाई त्यो ठेकेदारहरूलाई केही भनेन कसैलाई केही कारबाही छैन पुल जस्ताको त्यस्तै छोडिदियो यदि ल भत्के पनि उसले बनाइदिएको भए त हैन ल आफ्नो गल्ती स्वीकार्यो त उसले गल्ती नै स्वीकारेको छैन न ठेकेदारलाई कारबाही छ न तपाईको इन्जिनियरलाई कारबाही छ कसैलाई केही नै छैन अब हेर्नुहोस् है झापा 4 मा यस्तो अवस्था छ जहाँ खेतीदेखि लिएर मान्छेदेखि लिएर मान्छेको शिक्षादेखि लिएर सबै कुरो हुँदै पनि यहाँ चाहिँ पुलको अवस्था 1 वर्षमा बनाएको 1 वर्षभित्र चाहिँ यो पुल भाँचेको रहेछ र कुनै ठेकेदारलाई कुनै के अरे इन्जिनियरलाई कुनै कारबाही नभएको उहाँ हजुरले भन्नुहुन्छ हैन एकदमै ल हजुरको नाम भनिदिनुहोस् हजुर मेरो गोपाल ताजपुरिया ल धन्यवाद